सियालले जवाफ भेटेन भन्ने चाहिँ एउटा कथा आइरहेको हो। यसमा चाहिँ एकपटक एउटा सियालले चाहिँ बाख्राको पाठो देखियो। सियालले बाख्राको पाठो खाने विचारले पाठाको पछि लाग्यो, तर पाठो अलिक टाढै थियो। उसले पनि सियाललाई देख्यो र सियालबाट बच्न दौडिँदै भाग्न थाल्यो। तर पाठो जति दौडिए पनि सियाल भने नजिक आउँदै थियो। यस्तैमा तिनीहरू एउटा घरको नजिकै पुगे। पाठालाई अब त बाँचिन्छ कि भन्ने आशा पलायो। पाठो घरभित्र पस्यो। घरमा मानिस थिए, त्यसैले सियाल घरभित्र पस्न डरायो। घर बाहिरबाट सियालले भन्यो, तिमी घरभित्र पसेर के गर्छौ? घरबेटीले तिमीलाई बाँकी राख्दैन क्यारे, त्यसैले तिमी बाहिर आउनै राम्रो। पाठाले जवाफ दियो, हेर सियाल, तिमीले भनेको कुरा तिम्रो लागि ठिक होला, तर मेरो विचार भिन्दै छ। मलाई घर धनीले समाएर खान्छ नै भन्न सकिँदैन, पाल्न पनि सक्छ, तर बाहिर निस्क्यो भने म तिम्रो आहार बन्नु बाहेक अरू उपाय छैन। त्यसैले तिम्रो सल्लाह तिमीसँगै राखेर आफ्नो बाटो लाग। पाठाको जवाफले सियाल निरुन्तर र निराश भयो। कतै केही पाइन्छ कि भन्ने आशा लिएर सियाल वनतिर लाग्यो। सिंह र शिकार। एक साँझ एउटा सिंह शिकार गर्न गुफाबाट निस्कियो। उसले गुफाको नजिकैको झाडीमा मस्तसँग सुतिरहेको खरायो देख्यो। धेरै परिश्रम नगरी शिकार भेटिएकोमा सिंह मक्ख पर्यो। सिंह खरायोमाथि झम्टिनै आँटेको थियो। केही पर मृग चलिरहेको देखियो। सिंहले मनमा नै सोच्यो, आहा, क्या राम्रो मृग रहेछ यो भुतले खरायो भन्दा त त्यो मोटो मृग कति मिठो मिठो। सिंहले मृगलाई लखेट्न थाल्यो, तर जङ्गल बाक्लो थियो। मृग फुर्तिलो थियो। मृग सिंहलाई छक्क्याउँदै बाक्लो झाडीभित्र लुक्यो। त्यसैले सिंहले मृग समाउनै सकेन। भइहाल्यो, आज खरायोले नै छाक टार्नु पर्यो। सिंह खरायो सुतेको ठाउँमा फर्क्यो, तर त्यहाँ खरायो थिएन। सिंह र मृगको दौडको हल्लाले बिउजिएर खरायोले सुइकुच्चा ठोकिसकेको थियो। त्यतिन्जेलसम्म रात परिसकेको थियो। सिंहसँग अर्को शिकार गर्न जाने समय थिएन, त्यसैले त्यो रात सिंहले भोकै बिताउनु पर्यो। बुद्धिमान भ्यागुतो। धेरै पहिले कुनै तलाउमा दुईटा भ्यागुता बस्थे। तलाउमा प्रशस्त दाना पानी थियो। ती भ्यागुता खुसी थिए, तर गर्मी सुरु हुन थालेपछि तलाउ सुक्न थालेको केही दिनपछि त तलाउमा कति पनि पानी बाँकी रहेन। ती दुवै भ्यागुता पानी भएको तलाउको खोजीमा हिँडे। हिँड्दै उनीहरूले एउटा इनार भेटे। तिनीहरूले इनारको किनारमा बसेर इनारभित्र हेरे। इनार गहिरो भए पनि प्रशस्त पानी थियो। इनार देखेर एउटा भ्यागुता अत्यन्त खुसी भएर भन्यो, यो इनार हाम्रा लागि अति सुरक्षित छ। पानी पनि मिठो र शीतल हुनुपर्छ। हामी यहीँ बस्नका लागि इनारमा पसौँ। अर्को भ्यागुता बुद्धिमान र दूरदर्शी थियो। उसले भन्यो, त्यसरी हतारिनु हुँदैन मित्र, हामी बसेको तलाउ सुकेर त्यसलाई छोड्नु पर्यो। अर्को इनारमा कुद्नुभन्दा पहिले हामीले एउटा कुरा सोच्नै पर्ने हुन्छ। तलाउ जस्तै यो इनार पनि सुक्यो भने हामी कसरी बाहिर निस्कन सक्छौँ? पहिलो भ्यागुतासँग यसको जवाफै थिएन। सिंह र किसान। कुनै जङ्गलको छेउमा एउटा किसानको घर थियो। किसानकी एउटी छोरी थिइन्। उनी अत्यन्तै राम्री थिइन्। एक दिन एउटा सिंहले किसानकी छोरीलाई देख्यो। म तिम्री छोरीसँग विवाह गर्न चाहन्छु। किसानकी छोरी देखेपछि सिंहले भन्यो। वास्तवमा किसान सिंहलाई छोरी दिन त चाहँदैन थियो, तर ऊ सिंहसँग डराउँथ्यो। त्यसैले किसानले प्रस्ताव राख्यो, मेरी छोरी तिम्रा नङ्ग्रा र दारादेखि निकै डराउँछिन्। पहिले नङ्ग्रा र दारा निकाल अनि विवाहको सल्लाह गरौँला। सिंहले केटीलाई निकै मन पराएको थियो। किसानको प्रस्ताव तुरुन्तै स्वीकार गर्यो। तिमीले भनेअनुसार मैले सबै दारा र नङ्ग्रा निकालिदिएँ। अर्को दिन बिहानै सिंह किसानको घर पुगेर भन्यो। किसानले सिंहका दारा नङ्ग्रा हेऱ्यो। वास्तवमा सिंहको एउटा पनि दारा नङ्ग्रा थिएन, किनकि त्यति राम्री छोरी सिंहलाई बिहे गरिदिने त कुरै भएन। मोटो लौराले चुट्दै किसानले सिंहलाई धपायो। दूरदर्शी काग। कुनै जङ्गलमा दुईवटा काग बस्थे। ती दुईटा घनिष्ठ मित्रता थियो।
ती दुईमा घनिष्ठ मित्रता थियो। तर एकपटक ती दुईवटा कागमा एउटा विवाद चल्यो। विवादको विषय थियो एउटै आकारका थैलामा आफूले चाहेको सामान भरेर को माथि पुग्ने। पहिलो कागले विचार गर्यो थैलीमा कपास भर्नु ठिक होला, किनभने कपास हलुको हुन्छ, त्यसैले उसले थैलीमा कपास भर्यो। तर दोस्रो कागले आकाशतिर हेऱ्यो र थैलीमा नुन भर्यो। दोस्रो कागले थैलीमा गरुङको नुन भरेको देखेर पहिलो कागलाई हाँसो उठ्यो। आफ्ना थैला भरेपछि दुवै काग आकाशमा उड्ने तयारीमा थिए। दोस्रो कागले गरेको अनुमान जस्तै आकाशबाट पानी पर्न थाल्यो। पानीले भिजेर नुन पग्लन थाल्यो, तर कपास भने भिजेर गरुङको उड्दै जान थाल्यो। एकछिनपछि नुनको थैलो भरेको काग हलुङ्गो थैली लिएर आकाशमा उड्न थाल्यो, तर कपास भरेको थैली भने पानीले भिजेर कागले उचाल्न नसक्ने भयो। थैलीमा कपास भर्ने कागले अर्को कागलाई भन्यो, तिम्रो बादल देख्ने बुद्धिले मलाई हरायो हरायो हरायो। उड्ने कछुवाको गीत। गर्मी सुरु भएको धेरै भएको थिएन। एउटा तलाउ सुकियो। तलाउको पानीमा बाँचेका पशुपक्षी बिचल्लीमा परे। उनीहरू एक एक गरेर नयाँ तलाउको खोजीमा लागे। तर तलाउको कछुवालाई समस्या पर्यो। उसलाई लाग्यो अब मरिने भइयो। उसले उसका साथी सारसका भाले पोथीसँग सहयोग माग्यो। सहयोग त गर्ने, तर कसरी? तर उनीहरूले केही बेर विचार गरेपछि एउटा उपाय निकाले। कछुवा सानो लट्ठीमा झुन्डिने र सारसका भालेपोथीले लट्ठीलाई चुच्चाले च्यापी उड्ने। तर उड्दा तिमीले मुख खोल्नु हुँदैन। सारसका जोडीले कछुवालाई सतर्क बनाए। उनीहरूको त्यो रमाइलो यात्रा वनमा गाईबस्तु चराइरहेका केही गोठालेले देखे। ओहो, त्यो कछुवा पोलेर खाँदा क्या मिठो होला। एउटा गोठालाले भन्यो, म कछुवा पोल्ने दाउरा खोज्दै गरौँ। अर्को गोठालोले हाँसो गरियो। गोठालाको कुरा आकाशको कछुवाले सुन्यो। गोठालालाई खिसी गर्ने एउटा गीत बनायो। खाऊ खाऊ गोठाला हो खुब खाऊ, मनको लड्डु घिउसित खुब खाऊ। कछुवाले गीत सुनाउन मुख खोल्ने बित्तिकै गोठालाहरू रमाउन थाले। अल्छी किसान। कुनै गाउँमा एउटा किसान बस्थ्यो। ऊ पौरखमा भन्दा भाग्यमा बढी विश्वास गर्थ्यो। ऊ खेतमा त जान्थ्यो, तर कामकाज गर्न छोडेर नजिकको रुखमुनि बस्थ्यो। यसरी बस्दा उसले सोच्ने गर्थ्यो, यो खेत आफै खनिएर लह लह बाली उब्जिए। खेत खन्दा खन्दै सुनले भरेको गाग्री भेटिए, अथवा खेतबाट खेतको घरको सबै काम गरिदिने एकजना नोकर भेटिए। यस्तै यस्तै सोच्दै दिन ढल्कन्थ्यो। साँझ परेपछि ऊ कुटा कोदाला बोकेर घर फर्कन्थ्यो। एक दिनको कुरा हो। त्यो किसान त्यसरी नै रुखमुनि बसेर केही सोचिरहेको थियो। त्यसै बेला कतैबाट कुनै सिकारीले घाइते बनाएको हरिण ऊ नजिकै आएर ढल्यो। त्यो देखेर किसान साह्रै खुसी भयो, किनभने उसले केही पनि नगरे उसका अगाडि एउटा हरिण मरिरहेको थियो। उसले त्यो हरिण घरमा लग्यो, आफूले खाएर आफ्ना छिमेकीलाई पनि बाँड्यो। यसरी उसले धेरै दिनदेखिको भोकलाई राम्ररी मेट्यो। अर्को दिनदेखि त्यो किसान सधैँ रुखमुनि बसेर अर्को हरिणको प्रतीक्षा गर्न थाल्यो। तर वर्षौँ बित्दा पनि त्यहाँ कुनै अर्को हरिण आएर ढलेन। कुनै गाउँमा दुईजना छिमेकीलाई टाढाको वस्तु देख्न नसक्ने रोग लागेको थियो। दुई छिमेकी, तर उनीहरू त्यो कुराहरूलाई बताउन चाहँदैनथे। अझ एकअर्कालाई त उनीहरूले दृष्टि एकदमै ठिक भएको देखाउन चाहन्थे। एकपटक त्यो गाउँमा मन्दिर बनाइने भएछ। मन्दिरको ढोका नजिकै मन्दिर बनाउन सहयोग गर्नेहरूको नाम र सम्बन्धी अरू जानकारी पनि राखिने भएछ। त्यो कुरा ती दुई छिमेकीले पनि सुनेछन्। केही दिनपछि मन्दिर निर्माण कार्य सम्पन्न भयो। मूर्तिको अनावरण गर्ने भनिएको दिन ती दुवै छिमेकी मन्दिरमा पुगे। एकजनाले मन्दिरको केही टाढेबाट मन्दिरको भित्तामा पढे झैँ गरी उसले सम्झन सके जति मानिसको नाम भन्यो। उसको मानिसको नाम भन्ने तरिका देख्दा लाग्थ्यो उसले टाढेबाट मन्दिरको भित्तामा लेखिएका नामहरू प्रष्ट देखेर भन्दैछ। उसले नाम पढिसकेपछि अर्को छिमेकीले भन्यो, ती नामहरूको तल मन्दिर स्थापनाको साल र महिना पनि कति राम्रो अक्षरमा लेखिएको रहेछ। अघि उनीहरूको कुरा सुनेर नजिकै बसेका मानिसहरू जिल्लिँदै भने, तिमीहरूले कहाँका कुरा पढ्दैछौ? लेख्ने कालीगढ बिरामी पर यहाँ त केही लेखिएकै छैन। अब जिल्लिने पालो ती दुवै छिमेकीको थियो। भँगेराको चलाखी। एकपटक
राजा छान्नका लागि चाहिँ जङ्गलका चराहरू जम्मा भएका थिए। राजा छान्नुपर्ने कुरामा सबै चराहरूको सहमति भयो, तर राजा को हुने भन्ने विषयमा पनि सहमत हुन सकेन, किनभने सबै जसो चराहरू आफै राजा हुन चाहन्थे। कसरी राजा छान्ने त चराहरूमा छलफल चल्यो। लामो छलफलपछि निर्णय भयो, जो सबैभन्दा माथि उड्न सक्छ त्यही राजा हुन्छ। हुन त साना चराहरू यो कुरा मन परेको थिएन। साना चराहरूलाई यो कुरा मन परेको थिएन, तर एउटा भँगेराले उनीहरूलाई पनि सहमत गरायो। उड्ने प्रतियोगितामा भाग त सबैले लिए, तर धेरै चराहरू धेरै माथिसम्म उड्न नसकेर फर्के। केही चराहरू माथिसम्म पनि पुगे, तर सबैभन्दा माथि चिल पुग्यो। चिल घमण्ड साथ सभामा बोल्यो र भन्यो, अब म चराहरूको राजा भएँ, सबैभन्दा माथि म पुगेँ। उसका कुरा सुनेर साना चराहरू अब चिलले उनीहरू र उनीहरूका बच्चालाई खाने भयो भनेर डराए। त्यसै बेला चिलको पिठ्युमा फुत्रुक्क झर्दै भँगेराले भन्यो, तिमी होइन चराहरूको राजा, म हुँ। तिमी जति सुकै माथि उडे पनि थोरै भए पनि म नै माथि थिएँ, किनभने म तिम्रो पिठ्युमा थिएँ। यसरी भँगेरो चराहरूको राजा भयो। यही खुसियाले नाच्न गाउन थालेका भँगेरा अहिले पनि बिहानदेखि साँझसम्म नाचगान गरेर थाक्दैनन्। बुढी आमाको सियो। एकजना केटालाई चाहिँ पटक्कै पढ्न मन लाग्दैन थियो। त्यसैले एक दिन विद्यालय जानुको सट्टा बल्छी बोकेर नदीमा माछा मार्न गयो। नदीको किनारमा उसले एकजना बुढी आमा देख्यो। बुढी आमाले ठुलो ढुङ्गामा गलको टुक्रा घोटिरहेकी थिइन्। आमा, तपाईँ यो गल किन घोटिराख्नु भएको छ? यसलाई सियो बनाउनु छ बाबु। आमाको उत्तर थियो, यति ठुलो गल घोटेर सियो हुनै नसक्ने काम। केटाले भन्यो, यो गल अवश्य सियो बन्छ, तर यसलाई घोट्न अल्छी गर्नु हुँदैन, बुढी आमाले जवाफ दिइन्। उनको कुरालाई केटाले निकै बेर गहिरिएर सोच्यो। उसले मनमा अनि विचार गर्यो, त्यत्रो गल घोटेर सियो बन्छ भने मैले पढ्न किन नसक्ने? ऊ बल्छी फालेर स्कुलतिर फर्क्यो। एकजना राजा सजिलो चित्र। एकजना राजा चित्रकलामा शौखिन थिए। उनका दरबारमा चित्रकार पनि थिए। एक दिन गफकै सिलसिलामा राजाले चित्रकारलाई सोधे, के कुराको चित्र बनाउन अप्ठ्यारो हुन्छ? गाई, वस्तु, भेडा, बाख्रा आदिको चित्र बनाउन अप्ठ्यारो हुन्छ। चित्रकारले जवाफ दियो, अनि के को चित्र बनाउन सजिलो हुन्छ? राजाले सोधे, भगवान, राक्षस, भूतप्रेतको चित्र बनाउन सजिलो हुन्छ। कसरी? राजाले सोधे। गाई, वस्तु र भेडा बाख्रासँग त सबै परिचित छन्। ती जनावरहरू हाम्रा वरिपरि छन् र सधैँ जसो देखिन्छन्। त्यसैले चित्र दुरुस्त भएन भने चित्र हेर्ने मानिसले तुरुन्त थाहा पाउँछ कहाँ के मिलेन। तर भगवान, राक्षस, भूतप्रेत त कसैले देखेका छैनन्, त्यसैले उनीहरूको चित्र नमिलेको भन्न सक्दैनन्। त्यसैले जस्तो चित्र बनाए पनि हुन्छ। चित्रकारको तर्क राजालाई राम्रो लाग्यो। त्यसपछि राजा सभाका ती चित्रकार पनि आमन्त्रित हुन थाले। बिरामी सिंह। एकपटक वनको राजा सिंहको पेट गडबड भएछ। वनका धेरै जनावरहरू आफ्ना बिरामी राजालाई भेट्न आएको चराहरूले भन्यो, सरकार, हजुरको सास त साह्रै गनाउँदो रहेछ। तैँले मेरो सास गनाउँछ भन्ने साहस कसरी गर्न सकिस्? सिंह जरायोमाथि झम्ट्यो। तिमीलाई मेरो सास कस्तो लाग्यो? सिंहले बनेलसँग सोध्यो। जराएको दुर्गन्धी आफ्नै अगाडि देखेको बनेलले भन्यो, हजुरको सास त साह्रै सुगन्धित छ सरकार। पेट बिग्रेको बेलामा पनि सास सुगन्धित हुन्छ। तैँले मलाई मूर्ख बनाउन खोजेको? बनेल पनि सिंहको शिकार बन्यो। अनि तिम्रो विचार के छ? सिंहले स्याललाई सोध्यो। के गर्ने सरकार, मलाई त रुगाले यसरी सताएको छ कि कुनै कुराको गन्ध नै थाहा पाउँदैन। यो चतुर जवाफले स्यालले सिंहको शिकार हुनु परेन। कछुवा र स्याल। एकपटक स्यालले कछुवा समायो। कछुवा त समायो, तर कछुवाको बलियो हाडे पखेटा देखेर स्यालले कछुवा खान सकिन। मलाई पानीमा भिजाउ न त, म भिजेर कमलो भयो भने तिमीलाई मेरो
फोर्न सजिलो हुनेछ। कछुवाले सल्लाह दियो। यो खपटेले ठिकै भन्यो, यसलाई नदीमा भिजाएर खानु पर्यो। स्यालले कछुवालाई नदीमा छोडिदियो। कछुवाको घरै नदी। कछुवालाई नदीमा पौडिन त स्याललाई जङ्गलमा कुद्नुभन्दा पनि सजिलो। स्यालको हातबाट फुत्किने बित्तिकै कछुवा त नदी पारी गयो। नदी पारी पुगेर कछुवाले स्याललाई उल्यायो। स्याल बाबु, तिमी मात्रै बाठो छैनौ, अरू कति जनावर तिमी भन्दा पनि बाठा छन्। घाम कि पानी। कुनै मानिसलाई दुईवटी छोरी थिए। कुनै मानिसका दुईवटी छोरी थिए। दुवै छोरीको बिहे भइसकेको थियो। जेठी छोरीको विवाह किसानसँग भएको थियो। कान्छी छोरीको विवाह कुमालेसँग भएको थियो। एक दिन ती बाबु छोरीलाई भेट्न हिँडे। पहिले जेठी छोरीको घरमा पुगेर सोधे, छोरी खेतीपाती कस्तो छ? खेतीपाती त राम्रै छ, तर अब धान रोप्ने बेला आएको छ, त्यसैले बुबाले भगवानसँग पानीका लागि प्रार्थना गरिदिनु होला, जेठी छोरीले भनी। तर कान्छी छोरीको माग भिन्दै थियो। थुप्रै माटाका भाँडा बनाएर सुकाएका छौँ, त्यसैले हालसाल पानी नपार्न प्रार्थना गरिदिनु होला। छोरीहरूलाई भेटेर फर्कँदा बाटोमा बाबुले गाएको गीत यस्तो थियो, जेठी माग्ने पानी, कान्छी माग्ने घाम, म एक्लो बुढा कतातिर जाम। सानो खरायोको ठुलो बुद्धि। एउटा सानो खरायो कतै जाँदै थियो। स्यालसँग जम्का भेट भयो। स्यालले खरायोलाई समायो र भन्यो, बुझिस् फुच्चे, अब त मेरो खाजा बनिस्। खरायोले भन्यो, राम्रो भयो, बरु छिट्टो खाऊ। खरायोको कुरा सुनेर स्याललाई अचम्म लाग्यो। स्याललाई खरायो किन मर्न चाहन्छ बुझ्ने विचार लाग्यो। स्यालले सोध्यो, फुच्चे, त किन मर्न चाहन्छस्? खरायो, मलाई बाँचेर मनै छैन। स्याल, किन? खरायो, किनभने मलाई घरमा कसैले माया गर्दैनन्। स्याल, तेरो घरमा को छन्? खरायो, मेरा काका काकी र 3 जना भाइ बहिनी छन्। मेरी आमा बित्नु भएको, मलाई माया गर्ने कोही छैन। स्याल, तेरो घर कति टाढा छ? खरायो, धेरै टाढा छैन, नजिकै छ। स्यालले विचार गर्यो, यो एउटा सानो खरायोलाई मात्र के खानु, यसको घरमा पुगेर सबैलाई खाएर टन्न हुनु पर्यो। यति विचार गरेर स्यालले भन्यो, मलाई तेरो घर देखा, मलाई नमार्ने भए मात्र देखाइदिन्छु। खरायोले प्रस्ताव राख्यो, ल हुन्छ, तेरो घर देखाइदिए, म केही गर्दिनँ। स्यालले खरायोको प्रस्ताव मन्जुर गर्यो। केही पर पुगेर खरायोले एउटा रुखमा झुन्डिएको अरिङ्गालको गोलो देखाउँदै भन्यो, ऊ सबै त्यही झोलामा छन्, मलाई मात्र त्यहाँ बस्न दिँदैनन्। स्याल दङ्ग पर्यो। स्यालले एउटा लामो बाँस खोज्यो। बाँसले अरिङ्गालको गोलोलाई खसाल्यो। यसरी खसेका अरिङ्गालले रिसाएर स्याललाई टोक्न थाले। धेरै अरिङ्गालको टोकाइले केही बेरपछि स्याल मर्यो। फुच्चे खरायो भने स्याल मरेको देखेर झाडीभित्र नाच्दै पस्यो।